के खालको हो भन यो तरकारी भयो के को तरकारी रे इस्कुसको खसीको मासु दाल लोकल चामल यस लङ लाइफ उहिलेदेखिको उयो यहाँ छ हो बिल्लीहरू कुना कुना छिरेको यो यता छ अनि अब यसपछि हामी फेरि एकछिन घुम्न जाने मासतिर डाँडातिर निस्किँदैछौँ है त हामी चाहिँ यस्तो यो यस्तो गाउँमा हुन्छ हामी चाहिँ यो यस्तो गाउँमा होइन खासमा केही गर्न लागेको होइन यसो घुम्न जानु लागेको हिँडेर पनि होइन टेम्पोमा एकदम रफ बाटो छ होइन टेम्पोमा कस्तो हुँदो रहेछ होइन लडिन्छ कि काल्टाङ कुल्टुङ लेप्ची विक्रम टेम्पो क्या 3 पाङ्ले होइन अनि 4जना 5जनाको मात्र रे जबरजस्ती थिएर ल कुदा भन्ने हो होइन कहाँसम्म पुगिन्छ कस्तो हुँदो रहेछ हुन्छ कि हुँदैन हुन्छ भने यो चिकन यसले खेल्ने हो नि त दुख्ने गरी त हामीलाई यहाँ थाहा भएन नि त कहाँ हुन्छ त यसले हो नि त ऊ त्यो यो गोगनको रुखमा पहिला चढेर खान्थेँ म ऊ त्यो उयो गोगनको रुखमा लडेर हुर्कै भएको छु त्यस्तो अमला टिप्दै रहेछ यो हिँडेको अब हो अमला खाने अरे यो गोगनको रुख टिपेर खाइन्थ्यो आमाला यी टिपेर खान पाइन्छ यी कहाँ के गरेर हुँदैछ ढुङ्गाले हान ल भइ त गो कति खाने हो र ल ल अमला पनि टिपेर खाँदैछ अब यसो खाएर जाने हो जाने माथि नै जाने भनेको आज खासै टाइम भएन यो खोटाङ बजार जान लागेको निस्किन लागेको त्यति अरू के छ र होइन अमलाहरू अमला समला झारियो अनि गर्दै सबैले खायो ओइ देखा तेरो मुख गाला यस्तो त देखिँदैन त्यसो गाला यहाँ छ नि अमला यहाँ मलाई अब लाग्यो एकछिन हिँड्नु पर्ने रे टाँटीसम्म अब नजाउँ भनेको के भन्छ नाइरी त बोकिस फोटो बोकिस फोटो पर्दैन पैसा बोकिस पैसा दिनु न त्यही त भने ओइ सेलो फल्दैछ हैन ब्राउन चिप्स अनि हैन सुन्तलाहरु ल्याउनु भएर पाएन यहाँबाट झर्नु नि यहाँबाट उयो देखाइदियो भनेर कहाँ बटम ला छैन गाउँको बाटो हामी चाहिँ उयो टेम्पो चढ्नु लागेको एक्सपिरियन्स गरिदिन गाउँमा भनेर चढ्न लाग्यो लेप्सी है त बाटो कस्तो छ देख्नु भएको छ कि छैन होइन गाउँको बाटो कस्तो हुन्छ सम्म छैन खासमा भन्ने हो नि लाखर लिखेर हल्ला छ यता हल्ला छ उता हल्ला छ यस्तो हुन्छ लेप्सी चढ्ने जाने होइन त गाह्रो छ लिली हाल्दो रहेछ नि अहिले जोडौँला नि आउँदाखेरि यही बाटो त हो नि होइन यस्तो बाटो हो लिली हो ट्रेक हानिँदैन
खोटाङ बजार सरर घुमेर अब पछाडि आएको पछाडि घर फर्केको खोटाङ बजारमा के रहेछ र खासै पहिला जतिको घरभरि छैन के छ र अलिअलि यसो बनेको हो खासै केही छैन ल यस्तो हो यी छोटै टेम्पो कुद्छ हाम्रो खोटाङ बजारमा तिमीहरूकोमा कुद्छ ल यस्तो छ ब्रेक के भयो यस्तो छ पक्रा त म कुदाउँछु कस्तो हुन्छ पक्रा ल उडाइदिनु खोला खोल्दा कस्तो यस्तो गर्ने त ए भोलि एकजना मेरो मान्छे पठाउनु छ है कताबाट आज नि राम्रो के चाहिँ राम्रो म यतै घर फर्केँ आएर हुनुहुन्छ हो साउजी भोलि एकजना मान्छे लग्यो डाँडाकाँडा यसो पानी पऱ्यो भने चाहिँ राम्रो देखिन्छ नत्र चाहिँ यस्तो अब कुहिरो लागेर भइरहेको भएको यस्तै छ उहाँलाई लगिदिनु एकजना ओइ सुनि ला माथि नै चढेको अब बस न ल गाह्रो छ